了解。これ質問やろ。家庭、教師について、高島さんの希望に合っているものはどれかもしれん。घरको टिचरको बारेमा सम्बन्धित के छ ताकास्टीमा को रिक्वेस्टसँग मिल्ने कुरा चाहिँ कुन हो भने त्यो विषय त कोरेवा दाइगाको खेजी बान्ने हातेहरू ओसेरा सिधार यो युनिभर्सिटीको नोटिस बोर्डमा टाँसिएको के छ त नोटिस हो भन्यो खाते केउसी बोस्यो भने है इगा इगाकु बु जुकिनो तामे अब मेडिकल फिल्डको परीक्षा दिनको लागि को सानेन सेनो मुसुको नि सुगाको से ते कुरेरु दाइगाको सेनो खाता ओ सागासी तेरो भन्छ मेरो तीन के छ निमाबी थर्ड इयरको के छ त छोरोलाई म्याथ सिकाइदिने युनिभर्सिटी स्टुडेन्टको मान्छे के छ खोजिरहेको छु भने खाइछु कतिपटक सिउनी खाए हप्तामा 2 पटक जिखान चाहिँ इखाइ निजी खान भन्छ एकपटक 2 घन्टा पढाउनु भने हेजिचु नर्मल डे हो भने चाहिँ खायो बी इकाइ खायो इका भन्छ मङ्गलबार बाहेक जिउको जिकारा जिउ निजु चिनी निजी माध्यम के छ त साँचो 7 बजे 9 बजीसम्म यदि यो दिनमा भने चाहिँ दो योबी र निची योबी हो भनेपछि के छ त कुजिकारा बिहान कुजिकारा जिउकुजिनो आइताते चुगाउनु यी जिखानो ओसिरासेको छ बिहान 9 बजेबाट साँझको 7 बजेको समयमा समय मिलेको जुन समय हुन्छ त्यसमा जानकारी दिनुहोस् भनेको छ जिक्यू पर घन्टा कति हुन्छ सान्जेनेन 3000 एन भयो कौचु हि म ओछि ओ तिहारै सिमा त आउने जाने खर्च पनि दिन्छु भन्यो गाको बुनो किबो वा तोकुनी आरी मासेनगा जुकेन सेनी सुगाकुनो सितो सिता कोतोगा आरु आखरै से खाकु नो खाता ओनेगाई इतासिमास के छ गाको बुनो किबो अब त्यो डिपार्टमेन्टको रिक्वेस्ट स्पेसली होइन के छ त अनि जुकेन सेनी के छ त इक्जाम परीक्षा त्यो इन्ट्रान्स इक्जाम दिनेलाई चाहिँ सुगाको म्याथमेटिक्सको लिडर गाइडेन्स गरेको चाहिँ हुनु पर्यो अलिक अनुभव हुनु पर्यो आखरै सिकाएको नखता अलिकति ब्राइट क्यारेक्टर भएको मान्छे चाहिँ प्लिज गरिदिनु तपाईँलाई रिक्वेस्ट छ भन्यो सुगाकुगा सेन्मोन देनाको त्यो के को अब म्याथको स्पेसलिस्ट म्याथको कोर्स नपढेको मान्छे भए पनि चल्छ भन्यो ओदेन वा ओ माथि त्यति फोन वेट गरेको छु भन्यो अब अप्सन हो इगाको बुनो गाको सेदे दोयो खायो बितो दोयो बिनी ओसेरा छ इगाको मेडिकल फिल्डको डिपार्टमेन्टको विद्यार्थी र एक त यो बार पनि होइन यो बारको यो पनि होइन भने चाहिँ यो मिल्दै मिलेन अब जुकेन त्यही नि सुगाको ओसेता केकेन गाआरी सिउनी निखाइ ओसेरा कुनुको त भने त्यसो त इन्ट्रान्स इक्जाममा के छ त म्याथमेटिक्स पढाएको चाहिँ अनुभव भएको हप्ताको 2 पटक पढाउन सक्ने भनेपछि यो हुनुपर्छ एन्सर सुगाको गा सेन्मोन नो गाको सुगाको म्याथमेटिक्सको सेन्मोन चाहिएको छ त छैन हप्तामा 2 घन्टा होइन हप्तामा 2 पटक 2 घन्टा हो मिलेन आखर सिकाएको मिल्यो दोयोबी तो निचियोबी न जिउको ज्या शनिबार आइतबारदेखि बिहान 9 देखि साँझको 19 7 बजीसम्मको बिचमा भनेको छ भने चाहिँ यो पछाडिको मिलेन अनि बान क्वेसन हेरौँ तारिनाई मनोवा नानीका अब नपुगेको कुरा के हो त पुरेबा हुँदा तानगा बुनबोगु तेन्नी त मिसेनी उकुता मेरो दारे बुनबोगु पसलमा के छ त अब स्टेसनरीको पसलमा पठाएको मेल हो अब नाखानो बुनबोगु भन्यो अब नाखा नो नाखा नो सान नाखा नो सामा भन्यो होइन चिमनसित सिउहिनगा किनो तोदोइता नो देशगा तारिनाई मनोगा आरिमासिता अर्डर गरिएको सामग्री हिजो पुग्यो पर्याप्त नभएको कुरा पनि छ भन्यो होइन बुन चिमन सितानोवा कोपी यौसी इचिहाको पुरिन्तानो कुरोनो इङ्कु सानबाको तो आउनो इङ्कु इचिहाको देशतागा अर्डर गरेको चाहिँ व्हाइट पेपर एउटा बक्स कालो इङ्कको 3 बक्स अनि के छ त निलो इङ्क 1 बक्स थियो तर कुरोनो इङ्क वा इचिहाको सिखा हाइटी मासिन तर के छ त ब्ल्याक कलरको इङ्क चाहिँ एउटा बाइक थिएन भनेपछि 3टा मध्येमा एउटा मात्र आएपछि 2टा आएन भन्न खोजेको तासिकामे त्यो उनी इता ताके नाइदेश कन्फर्म गरिदिनु हुन्थ्यो कि भन्यो एउटा कोनी काइसमा सुटे किन पुगेको त भने कोपी यो सी इचिहाको हुँदै होइन पुरिन्ता नो कुरोनोइको यो हो यो होइन यो मिलेन कोपी यो सी इचिहाको भनेपछि पुरिन्तानो कुरो यो पनि मिलेन दुइटै मिलेन पुरिन्तानो कुरोनो इङ्कु दुइटा यो मिलेन एउटा बाइक आएको छैन भने चाहिँ चाहिएको 3टा हो नि त त्यसले सान भन्नुहुन्छ पुरिन्तानो कुरोनो इङ्कु इचिहाको
के भने त तोनारी로 सेकीの人によると、先輩が私と話すときは、笑顔ではなくなると、笑顔ではなくなるのはなぜかभन्छ छेउको सिटमा बसेको मान्छे अनुसार सेन्पाई चाहिँ मसँग कुरा गर्ने बेला अब स्माइल गरेन किन हो भन्यो 私は先週から新しい会社で働いているのだが、怖い先輩が一人いるभन्यो म गत हप्ताबाट नयाँ कम्पनीमा काम गरिरहेको छु तर डर लाग्दो सेन्पाई एउटा छ भन्यो 他の人と話すときは笑顔なのに私と話すときは笑顔ではなくなるのだभने किन रहेछ त भन्दाखेरि उसलाई किन डर लाग्ने भयो त है अरू मान्छेसँग कुरा गर्ने बेला चाहिँ स्माइल गर्ने भयो त नि मसँग कुरा गर्ने बेला चाहिँ स्माइल गर्दैन भन्ने कुरो हो भन्यो 私は先輩に嫌われているのかもしれないと思って隣の席の人に相談してみたんです。मैले के गरी हेरेँ त भन्दाखेरि त्यो मलाई त्यो सेन्पाईले चाहिँ मन पराउँदैन कि होला भनेर सोचेर छेउको मान्छे बसेको मान्छेसँग मैले कुरा छलफल गरी हेरेँ भन्यो सुरु त त्यसपछि कुरा गरेपछि के भयो त आनो हितो वा हाचिमेते आउ हितोगा निगाते किन्चु सिच्याते ए वराए नाकुनारु दायो मोसुकोसी सितारा नारेरु त उमौकारा सिन्पाई सिनाइले तो युवारे मासिता भन्यो भने त अब त्यो चाहिँ कुनै त्यो मान्छे त्यो त्यो सेन्पाई चाहिँ पहिलोचोटि भेटेको मान्छेसँग अलिकति बोल्नमा कमजोर भएको हुनाले अब उसलाई चाहिँ टेन्सन लागेर त्यो त नर्भस भएर के छ त नहाँस्ने हुन्छ अझै अलिकति समय बितेपछि बानी पर्छ जस्तो लाग्छ त्यसपछि त्यो कुरालाई पिर नगर भनेर भन्यो जीवनको किरावारे इरु नदेवा नाइ राशि कुतोका वाक्काते आन्छन् मलाई घृणा नगरेको मन नपराएको कुरा हो मलाई मन नपराएको होइन भन्ने कुरो जस्तो कुरा थाहा पाएर बुझेर म ढुक्क भएँ भन्यो अब सेन्पाई चाहिँ मसँग किन एक अहिले हाँसेन त भन्ने क्वेसन छ नि त खाइछ नि हाइता बाकारी न वातासित हानाछु न किन्चसित सुरु गर्छ कम्पनीमा भर्खर छिरेको मसँग बोल्न उसलाई चाहिँ नर्भस लाग्यो त्यसैले भने चाहिँ एन्सर रिसिभ बनाउनुपर्छ खाइछ नि हाइता बाकारी न वातासित सेन्पाई मसँग पिर गर्यो त मसँग डरायो टेन्सन लियो त होइन सेन्पाई न कोतो ओ खुवागाते इरु वातासित हानासिताकु छ सरको कुरो डर सर भन्छ सेन्पाई सिनियरको कुरो डर लाग्ने मसँग चाहिँ कुरा गर्न चाहँदैन त्यसैले भयो होइन सेन्पाई न कोतो ओ खुवागाते इरु वातासित इयागाते मलाई घृणा गरिरहेको हो त होइन क्वेसन हेरौँ नानी हो यात्ते मिताको नाता नका चाहिँ के छ त यात्ते मिताईको मिताको नाता छ के गर्ने के छ त मन नभएको हो त भने के छ त सेन्जिचु ओ गाता देन कि तेन्नी इत्तातो कि हिसासिबुरिनी इया होन उरिबा ओ तोरी खाकाते ओदोरिता भन्छ के छ त गएको दिन मान्छे अब हिजो भन्न खोजेको ठुलो इलेक्ट्रोनिक पसलमा गएको बेला लामो समयपछि इयरफोन पसलमा यसो त्यहाँभित्रै गएँ अनि अचम्मित भएपछि प्युरिगा खानारी पोइते ज्युमान इन इज्यो सुरु मोनो म आता भने के छ त अब के छ त भेराइटी चाहिँ टन्नै भएर 1 लाख एनभन्दा बढीको पनि के त इयरफोन पनि थियो भने इकुचु कानो एया होन्दे ओतो ओ यो किकिमा छ है किते मितागा सोरे हुदो ताखा कुनाहरू नमनो देमो जीवननी यो ओतो तात्ता भनेछ कयौँ इयरफोनको आवाज सुने हेरेको र त्योभन्दा महँगो के छ त त्यति महँगो नभए पनि पर्याप्त मात्रामा राम्रो के छ त आवाज थियो भन्यो मिसोनो हितोनी योरु त साइस्किन वा फुकुसु नो या होन ओ मोची रोक्कु या कुराटी कुनादो न किकु ओतो उनका कुनी आवश्यकते चुखाउ या होन ओ खाएर हितो म इरु सोधा छ पसलको मान्छे अनुसार के छ आजभोलि के छ त कयौँ मल्टिपल भनेको होला है फुकुसु भने मल्टिपल के छ त इयरफोन लिएर रक म्युजिक क्लासिकल म्युजिक आदि सुन्ने म्युजिकमा मिलाएर के छ त प्रयोग गर्ने इयरफोन चेन्ज गर्ने मान्छे पनि हुन्छन् रे होइन वातासिवा इमा मादे सुपिखा देशिखा कि त्यही ता नाखाता नै उनाजी यो नि याते मिताको नाता भने के छ त के भने त मैले अहिलेसम्म स्पिकर बाहेक सुनेको छैन त्यसमा मैले उनाजी यो भने कस्तो उनाजी जस्तै अलग अलग म्युजिकमा अलग अलग इयरफोन चाहिँ लिएर ट्राई गर्ने भएँ भन्यो मिताई भनेर चाहिँ मिनाको पनि छ के भनेछ ट्राई गर्ने भएँ मैले के गर्ने ट्राई गर्ने भएँ त भने जुवान एन इजो सुरु या हो ओ हितोचु खाते सुपिगानो ओतो तो कुरा बिते उनगाको के
उनगाको तानोसिमी कुतो छ 10 मान भन्दा माथिको एयरफोन एउटा किनेर स्पिकरको आवाजसँग कम्पेयर गरेर म्युजिक सुन्ने कुरा भने हो त होइन। जीवन इजेनो भनेपछि यो मिलेन होइन, पछाडि किन पढ्नु पऱ्यो नि त, यो अगाडिको मिलेन पछाडि इरोइरोना उनगाको तानोसिमी त विभिन्न, यो पनि मिलेन। किको उनगाको नि आवाजसित फुकुसुनो सुपिका फुकुसुनो मल्टिपल स्पिकरको कुरा गर्यो त गरेन। उनगाको तानोसिमी छ मल्टिपल के छ त एयरफोन कुरा गर्यो। किको उनगाको नि आवाजसित फुकुसुनो याउनो खाते उनगाको तानोसिमी त विभिन्न के छ धेरै के छ त दुई तिनवटा अब किनेर मल्टिपल भनेपछि दुई तिनवटा किनेर अब म्युजिक ट्राई गर्ने भन्न खोजेको। मन्दै गएको पहिलो क्वेसन नाजे वातासी वा पुरोनो कामेरा नि पुरोनो कामेरामान नि तानो मुकुतो नि सितानो कामेरा छ। मैले किन प्रोफेसनल क्यामेराम्यानलाई आग्रह गर्ने कुरा डिसाइड गरेको हो त भन्यो। किन्जो नो स्याचिन यादे ओकोसामा नो सिजेना एगा ओ नोकोसिमासेनका यो पुसुता ओमिमासिता। अब नजिकको के छ फोटो पसलमा अब तपाईँको बच्चाको के छ त प्राकृतिक नेचुरल हाँसोलाई बाँकी राख्ने होइन त फोटोमा कैद गरी राख्ने होइन त भन्ने पोस्टर देख्यो भन्यो। पुरानो कामरामानगा चिखाकुनो कुएन्डे स्यासिनो तोत्ते कुरेरु सोनानोदे तानोन्दे मिरु कोतोने सिमास्ता भन्यो। प्रोफेसनल क्यामेराम्यान नजिकै पार्कमा के छ फोटो खिचिदिन लागेको भएको हुनाले त्यसलाई आग्रह गरी हेऱ्यो भने छ। वतासी निवा जुन छैन मुसुमेगा हिमास मेरो 4 वर्षको छोरी छ। मुसुमेनो सिजेना एगाओगा तोरिताई नो देशगा जिबुन्डे नाका नाका उमाकु इनाकुते कुमाते इतानो देश पनि के छ त छोरीको त्यो साँच्चीकै नेचुरली स्माइल गरिएको फोटो खिच्न चाहन्छु, तर आफू चाहिँ राम्रोसँग जिउजु नभएको हुनाले मलाई चाहिँ मैले गर्न सक्दैन, मलाई चाहिँ समस्या पर्ने हुन्छ, त्यसैले चाहिँ मैले प्रोफेसनलाई दिन खोजेको हो नि त, के भन्न खोजेको एन्सर आइसकेको छ। इचिमान मैसा मुसुमिनो स्याथिन ओ चुखाते पोसुता चुकुरिदा देश छोरीको फोटो प्रयोग गरेर पोस्टर बनाउने हो त होइन। मुसुमेगा पुरोनो कामेरा मान्ने तोत्ते मोराइताई तो इत्ता गरेर छ। छोरीले प्रोफेसनल क्यामेराम्यान चाहिँ फोटो खिचाउन चाहन्छ भने त्यसैले भने हो त होइन। मुसुमेगा कोवेन्डे स्याचिनो तोत्ते मोरा उनोगा सुकिदा छ। छोरीलाई के पार्कमा फोटो खिचाउन मन पर्छ त्यसैले भने होइन। मुसुमेनो सिजेना एगाउनो स्याचिनका जिबुन्डे उमाकु तोरे नाइ खारा भन्छ। छोरीको स्माइलवाला फोटो के छ प्राकृतिक नेचुरल स्माइलवाला फोटो के छ त आफैले चाहिँ खिच्न जान्ने गरी खिच्न सक्दैन, त्यसैले भन्न खोजेको भने यसको एन्सर। सुन यारी खाता त अरूका नानीका छ त्यस्तो खिच्ने तरिका छ के हो त भन्यो। त्यो दिन कामेरामान वा कोवेनो बुरानको दे आसोबु मुसुमेनो सुगु चिखाकु दे तोरी हाजिमे मासिता। त्यो दिन क्यामेराम्यानले चाहिँ पार्कको खेल्ने पिङ हुन्छ नि, पिङमा खेलिरहेको छोरीको नजिक गएर फोटो खिच्न सुरु गर्यो भने मुसुमेगा कामेरा ओ खानारी किनी सिनाइनो दे यसो त वातासी वा सुन्ना यारी खाता तो यी स्याथिनका तोरेरु नो दारुका तोमे। अनि छोरीले चाहिँ क्यामेराम्यान चाहिँ नजिक आएको हुनाले के छ त अलिकति बोदर हुन्छ नि, अलिकति चासो दिएर अनि के छ त भने अब म मेरो फोटो खिचिरहेको थाहा छ भनेपछि अलि अर्कै एक्सप्रेसन हुन्छ नि त। त्यस्तो फोटो खिच्ने तरिकाले राम्रो फोटो खिच्न सकिन्छ होला त भनेर मैले डाउट गरेँ, सोचेँ भन्यो। चिखाची कामेराम्यान वा सोनो आतोमो चिबाराको सोनोमामा तोरी चुजुके त्यही मासित। तर क्यामेराम्यान त्यसपछि पनि केही समय त्यसरी नै फोटो खिचिरहेको थियो। निजुपुन गुराई ताचु त 20 मिनट जति समय बितेपछि मुसुमे वा कामेरामान वा सोबानी इरुको त किनी सिनाको नातेसिमा इकिमास्ता हुन्छ। त्यो मेरो छोरीले चाहिँ क्यामेराम्यान नजिकै छ भनेर खासै चासो दिन थालेन भनेछ। नेचुरल रूपमा आउनुलाई त मेरो फोटो खिचिरहेको छ कि छैन भने थाहा नहुनु पर्ने हुन्छ नि त, त्यही भएर उसले टाइम लगायो भन्न खोजेको है। कुनै यारी खाता भने त्यस्तो फोटो खिच्ने तरिका भन्ने उसलाई चाहिँ डाउट भएको फोटो खिच्ने तरिका भन्यो। बुराङको दे आसोन्दे इरु मुसुमे ओ तोरी चुचुके ताको त अब पिङमा खेलिरहेको छोरीको के छ त फोटो खिच्ने काम कन्टिन्यू गरेको कुरालाई भने हो त होइन। छोरीलाई थाहा भइकन नि फोटो खिच्ने तरिका भन्न खोजेको है। मुसुमे त इस्यो नि बुराङको दे आसोबी नागर तोरी हाजिमिताको त छोरीसँग पिङ खेलेको छ त छैन। कामेरा ओ किने सिते इरु मुसुमेन सुगु चिखाको दे तोरी हाजिमिताको छ। क्यामेरालाई चासो दिइरहेको छोरीको एकदमै नजिक फोटो खिचेको कुरा चाहिँ यस्तो तरिकाले राम्रो फोटो खिचिन्छ होला त भन्ने डाउट हो नि त। निजिपुन चिखाकुमो
मुसुमे हो तोरी चुजुकी त 20 मिनट नजिकै भएको छोरीको फोटो खिच्ने तरिका भने त्यो भएन। कुफु त आरुगा दोनो एउनाको त कुफु भनेको आइडिया जुगाड होइन ट्रिक भन्ने छ कस्तो कुरा हो त भने त्यसपछि त इचिजी खान तो तातो मिस्टी त्यो कुरेता च्यासेने वा मुसुमेनो इ एगाओगा नानमाइमो उचुतै मासिताने त्यसो त 1 घन्टा बिते फोटो खिचेपछि देखाइदियो मलाई देखाएको फोटोमा चाहिँ के छ त छोरीको राम्रो त्यसो त स्माइल कैयौँप्रति खिचेको थियो भने सिजेना एगाओगा तोरेरुनोवा कामेरानी नारेते इसिकी सिनाकु नात्ते नाइकारा देश हाजिमे वा हाजिमेनो निजुपुन वा सुनो तामेनो जिम्बिदेश त्यो उसिते कुरेता अब के छ त प्राकृतिक रूपमा नेचुरल हाँसो फोटो खिच्नको लागि चाहिँ क्यामेरामा बानी इसिकी सिनाको त्यसमा क्यामेरामा बानी परेर के छ त इसिकी कन्सियस नभएपछि मात्रै आउँछ भने अब मलाई मेरो फोटो खिचिरहेछ भने मलाई थाहा छ भने चाहिँ आउँदैन भन्न खोजेको हाजिमेनो निजुपुन वा सोनो तामेनो जिउ अब सुरुको त्यो 20 मिनट चाहिँ त्यो खिचेको चाहिँ खिचिराखेपछि मेरो खिचिरहेको कतिवटा खिच्या भन्ने हुन्छ नि त त्यो गर्नको तयारी हो भनेर जानकारी पायो पुरोनो कुफुनो उकिते नारु हुँदो त खान्छिमासित हुन्छ खान्छिमासित त्यसो त प्रोफेसनलको त्यो आइडिया सुनेर के छ ए त्यसो हो भनेर मैले महसुस गरेँ भने कोदोमोगा सिरानाइ बास्यो दे किन्चो सिनाइ यो नि नारेते हिरो बास्यो दे तोर कुदाउने बच्चालाई थाहा नभएको ठाउँमा के छ त टेन्सन नहोस् भन्नको लागि बानी पर्ने अथवा त्यो चलनको रूपमा के छ त फोटो खिच्ने भन्ने त यो त होइन त्यसपछि के छ त मुसु कुदोमोगा आकिते सिमावाना यो नि नारुबेको जिखानो खाकेनाइ दे अब के छ त बच्चाहरूले दिक्क नमानोस् भन्नको लागि सकेसम्म समय नलगाएर फोटो खिच्ने कुरा भन्यो अब मुसुकोगा कामेरामान नि नारेरु यो नि कामेरामानगा एगाओदे तोरी चुचुके त हुँदो बच्चाहरूले चाहिँ क्यामेराम्यानको बानी परोस् क्यामेराम्यानलाई देखेर चाहिँ अब त्यो टेन्सन नलागोस् किनिसिनाइ नगरोस् भनेर क्यामेराम्यानले चाहिँ हाँस्ने काम चाहिँ कन्टिन्यू गर्नुपर्छ भन्यो कोदोमोगा तोरेरु कोतो कोदोमा तोरे रारेरु कोतो नि नारेरु यो नि स्यासिनो तोरी चुचुकेरु कोतो बच्चाहरूले चाहिँ त्यो फोटो खिचाउन सक्नुहोस् भनेर बानी पर्नको लागि फोटो चाहिँ खिच्नलाई कन्टिन्यू गरिराख्नुपर्छ भनेर एन्सर नियनमा ल मन्दाइनीको अब पहिलो क्वेसन हेरौँ क्वेसन के छ त जीवन नो ओमोतेरु मिगी ओ आइतेनी तातासीको चुताएर नो वा मुजुखासी तो ओमोतानो वा नाजेका भने के छ त आफूले सोचेको दायाँ चाहिँ जसलाई भनेछ त्यो व्यक्तिले त्यो व्यक्तिलाई सही तरिकाले भन्न गाह्रो हुन्छ भनेर सोचेको चाहिँ किन हो भने तेन्जी जुतोमोदाची त मुखाइ नि आत्ते सेकुजी नि सिते तोमोदाची नो हो नि सोसुगा चुइतेरु नो नि किगा चुइता भन्यो गएको दिन भिजो अथवा कहिले गएको दिन साथीसँग अपोजिट मुखै हाते नि अपोजिटमा खाना खाइरहेको थिएँ साथीको हो भनेको गालामा चाहिँ सस चाहिँ लागेको थाहा पाएँ भनेपछि वातासीगा हो मिगिनो हो नि सोसुगा चुइतेरु यो तो ओसे तारा तोमोदाची वा हान्ताइनो गावानो हो ओ फुइता भने साथीलाई मैले चाहिँ के छ त दायाँ गालामा चाहिँ सस लागेको छ ल भनेर भनेपछि साथीले चाहिँ अपोजिट भनेपछि बायाँ गाला पुछ्यो सोची ज्यानाको ते वातासी कारा मिते मिगी दायो भनेपछि त्यहाँ नभएर मैलेबाट हेरेको देखिने दायाँ भनेपछि त्यो इतारा भनिसकेपछि कोचिका यहाँ हो भनेर तोमोदाची वा वाराता हाँस्यो अनि जिबुन्नो ओमोतेरु मिगी वा आइते नि वा तातासीको चुताएर न बुझ्छ मैले आफूले सोचेको दायाँ अगाडिको मान्छेलाई सही तरिकाले भन्न चाहिँ गाह्रो छ भने के गाह्रो छ त भनेपछि सोसुगा चुइते इता हो वा वातासिकारा मितेमो तोमोदाची नि मिते मेरोबाट पनि साथीबाटको सन्दर्भमा पनि दायाँ भनेपछि मिलेन अगाडिको त त्यही हो वातासिकारा मितेमो तोमोदाचिकारा नितोतेमो मितारे मेरोबाट पनि साथीकोबाट पनि दायाँ बायाँ हो त होइन वातासिकारा मिते मिगी ठिक छ दात्ता तर तोमोदाची नितोते वा हिदारी दात्ताकारा एन्सर अनुमानो वातासी न मितेकारा मिगी बायाँ होइन दायाँ पनि मिलेन भनेपछि यो पनि मिलेन तदासीको चुतावाता खामोसिरे नाइतो आरुगा कोकोदे वातासीगा तदासीको चुतावारु तो खानगाए तानो वा दोनो एउटा चिचुमेका भनेपछि सही तरिकाले भन्न सकिन्छ होला
यहाँ कुकुते यहाँ चाहिँ मैले चाहिँ अब कुकुते यहाँबाट चाहिँ मैले सही तरिकाले भन्न सक्ने त्यसो त भन्न सक्ने सोचेको आइडिया चाहिँ कस्तो टाइपको व्याख्या गरेको छ त भन्ने है पढौँ होइन त्यसपछि इन्टारनेट चाहिँ मिगी ओ क्षीराबेतारा त्यसो त जिन्ताइ नो सिन्जो नो नाइगावा त्यो आत्ता भनेपछि त इन्टरनेटमा दायाँ भनेर सर्च गरेको शरीरको मुटुको नभएको साइड भनेर भन्यो सिकाची कोरेवा मुखाइ आते इरुनो इरुतो तर यसमा चाहिँ अपोजिट बसेको अपोजिट हो भने आइतेनो को सिन्जो वा वातासिनो सिन्जोका दे ग्याकुनी नातेछेमा हुन्छ अब अगाडिको मान्छेको मुटु मेरो मुटुको अपोजिटमा भइहाल्छ भन्यो सोरी नि सिन्जोगा मिगिनी आरु हितोमो इरु सोधा भनेको छ अझ के छ त मुटु दायाँपट्टि भएको मान्छे पनि हुन्छन् हासियो मोचुखाता त यो सिचुमेमो आरुगा कोरेमो ओनाजीको त अब चपस्टिक समात्ने डाइरेक्सन हो भनेर व्याख्या गरिएको पनि हुन्छ त्यो पनि लगभग एउटै कोही कोही मायाले पनि समात्छन् भन्यो है देवा दारिनी तोतेमो खावारा नै मोनोवा नान्दारो जसको सन्दर्भमा पनि त्यो त्यो सिचुएसन चेन्ज नहुने कुरा चाहिँ कुन होला भने हुगा कुनारा डाइरेक्सन हो भने दारिनी तोतेमो दोन्ना बास्यो देमो खावरा नै डाइरेक्सन हो भनेपछि दायाँ पूर्व पश्चिम उत्तर दक्षिण हो भनेपछि कुन कसैको सन्दर्भमा पनि चेन्ज हुँदैन सेन्जिचुमो अब निसिगावा नो हो त्यसपछि त दायाँपट्टि पश्चिमपट्टिको गाला तो इए भयो भनेपछि तादासीको चुतावा त खामुसेन भनेपछि त सही तरिकाले अब त्यो जानकारी दिन सकिन्छ होला भन्यो दोन्ना हितोनी तोतेमो खावारा नै मोनो ओ चुखाता सेचुमेन्सी कस्तो व्याख्या छ त जुनसुकै मान्छेको सन्दर्भमा पनि चेन्ज नहुने तरिकाको के छ त प्रयोग बोल्न के त प्रयोग गर्ने व्याख्या भनेपछि के बनाउनुपर्छ इन्टरनेट त हिरोको सेखाइ सारे ते हिरो डिटेल रूपमा व्याख्या गरिएको परिचय गराएको व्याख्या भने त होइन कारादानो इचिबुबुन ओ आरावासो कोतोबा ओ चुखाता सेचुमे शरीरको एउटा भागले झल्काउने शब्द प्रयोग गरेको व्याख्या हो त होइन हितोनी योते खावारु मोनो ओ चुखाता छ मान्छे अनुसार चेन्ज हुने कुरा चाहिँ प्रयोग गरेको व्याख्या है सेन्जिचु त ओनाजी कोतो सेन्जिचु त ओनाजी कोतोगा आत्ता तोके माचिगाई नाकु खाको जिचुनी आइतेनी चुताएरु तामेनी वा वाताची वा कोनगो दोनो युनी यी खाता हो सुरु त खानगाएरहरूका भन्यो गएको दिन जस्तै सेम कुरा भएको बेला मिस्टेक नगरेर खाको जितो सर्ट रियालिटी अनुसार खाको जितो सर्ट खाको जितो त्यो अवस्थामा अगाडिको मान्छेलाई भन्न सक्नको लागि मैले यसपछि कस्तो तरिकाको भन्ने तरिका गर्ने हो भनेर मैले आइडिया गर्न सकिन्छ त भने तिकाची वाताची ताची वा इचुमो हुगाको ओ खानगाएते सेखाजोसिते वा इनाइ नदे जित चाहिने वा कुनो योना इखाता वा देखिसोनी नै भन्यो त्यसो त हामीहरू सधैँ के छ त डाइरेक्सनलाई सोचेर लाइफ जीवन पूर्व पश्चिम उच्च दक्षिण भनेर सोचेर चाहिँ जीवन चलिरहेको हुँदैन त्यसैले दिसाई एक्चुअलीमा के छ त यस्तो भन्ने तरिका पनि गर्न सकिँदैन होला भने के को फाइनली के छ त आफ्टर अल के छ त आइते तो जीवन नो इची खानके ओ खानगाई नागरा के छ त अगाडिको मान्छेको र आफ्नो त्यो पोजिसनको सम्बन्धमा सोचेर मिगी हिदारी तो यु अब जस्तो छ कोतोबा भन्नुपर्ने हो को सुहाएन यो ओ कोतोबा ओ चुखाओ इगाइनो हो वा नाइ दारो त दायाँ बायाँ भनेर भन्ने शब्द प्रयोग गर्न बाहेकको के छ त तरिका छैन होला भन्यो मिगिनो हो नि सोसुगा चुइते इरुयो हुन्छ दायाँ गालामा के छ त सस्छ भनेको त होइन सिन्जोगा आरु गावानो हो नि सोसुगा चुइते इरुयो अब मुटु भएको साइडको गालामा सस्छ भन्ने हो आफ्नो मुटु कसैको त दायाँ पनि हुन्छ नि त त्यही भएर निसी गावा नो हो नि सोसुगा चुइतेहरू पश्चिमपट्टिको गालामा भन्न सुहाएन वातास्ती गाला मिते मिगी नो हो नि सोसुगा चुइते छ मेरोबाट हेर्दाखेरिको दायाँ गालामा के छ त सस्ता भने यस्तो भनेपछि चाहिँ अलिकति होला जस्तो भन्ने कुरो है ल मुन्दाइ रोकेको पहिलो क्वेसन हेरौँ
ओमोचुरै साइटोकारा वाखात्ता कोतोवा दोरेछ इन्ट्रेस्टिङ साइट वेबसाइटबाट बुझेको कुरो कुन हो त क्वेसनले के भन्छ इन्ट्रेस्टिङ साइटबाट के कुरा बुझ्यो भने वातासिनो खाइसा देवा माइनेची नान निजिखान मो इसुनी सुवाते सिगोतो सुरु नोदे कुबिया खाताया कोसिगा इताकुनाहरू त यो हितोगा हो भन्छ मेरो कम्पनीमा प्रतिदिन कैयौँ घन्टा कुर्सीमा बसेर काम गरिन्छ त्यसैले गर्दन काँध के छ त अनि कम्मर दुख्ने कुरा दुख्छ भन्ने मान्छे धेरै छन् भन्यो वातासिमो कोसिनो इतामिनी नायन्देहरू म पनि के छ त कम्मरको के छ त दुखाइले तनावमा छु भन्यो सेन्जिचु इन्टरनेट त ओ मितेकारा ओमोसेरी साइतो गाता गएको दिन इन्टरनेटमा हेरेपछि इन्ट्रेस्टिङ साइट थियो वेबसाइट थियो भन्यो कोसिनो इतामी ओ नाओ सुनिवा माजो सिगोतो वा स्वात्ते इसु तो यु खान गाए खाता ओ खाएता होगा तो यु खाइते तो आता भनिन्छ के छ त कम्मरको दुखाइ चाहिँ सन्चो गराउनको लागि सुरुमा काम 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 बस्ने काममा बसिरहेको स्वात्ते सुरु त यु त्यसो त बसिरहेको भन्ने कुरा सोच्ने तरिकालाई चेन्ज गर्दा नै ठिक होला भनेर लेखिएको छ भने यो राम्रोसँग एन्सर आएन फेरि पढौँ सोनो साइतोनी युरु त हामीले के बुझ्यो भनेको छ नि त अझ बुझेको छैन सोनो साइतोनी युरु त त्यो वेबसाइट अनुसार सिसे नि योरु चुखारे खातानो चिगाई ओ सिराबेता केक्का जुत्तो स्वात्ते सिगोतो ओ सिते इता हितोवा कुबिगारा उए तो आसी नो हिजाकारा उए गा तोकोनी चुखारे ते इता कोतोगा वखाता सोदा के भन्न खोजेको भन्दाखेरि त्यो वेबसाइट अनुसार सिसे भनेको पोस्टर कसरी बसेको छ अनुसार दुख्ने तरिका चुखारे खाता नचिगाई के छ त चुखारे हो होला चुखारे खाता चुखारे दुख्ने तरिका खाता नै चुखारे खाता नचिगाई दुख्ने तरिकाको फरक चाहिँ इन्भेस्टिगेट सर्च गरेको प्रतिफल जुत्तो पुरै बसेर काम गरेको मान्छेले चाहिँ कसैको घाँटीबाट माथि र कसैको खुट्टाको घुँडोबाट माथि विशेष गरी दुखेको हुन्छ भन्ने कुरो बुझ्यो भन्यो होइन बुझ्यो अरे भन्यो जुत्तो ताते इना हितो भा पुरै नउम्बिने मान्छेले चाहिँ ताते इता हित अनि पुरै के छ त उम्बिएर काम गर्ने मान्छेले चाहिँ के छ त आसिनो हिजाकारासित खुट्टाको के छ त घुँडाभन्दा तल वा त त्यहाँ चुखारे त्यो इतागा दुखिरहेको हुन्छ अरे अनि कुबिकारा उए वा आमाले चुखारे त्यही नखाता गाँठीभन्दा माथि त्यति दुखेको हुँदैन अब जेन्ताई खारादागा कारादा जेन्ताईगा आमारी चुखारे ते इना खाता नवा सुवारी तत्तारी सुवात्तारी सिते सिसे हो खाएते इता हितो तत्ता भन्छ शरीर पुरै त्यति नदुख्ने मान्छेहरू चाहिँ उम्बिने बस्ने गरेर पोस्चर गरेर चेन्ज गरिरहेका मान्छे हुन् भन्यो अब इन्ट्रेस्टिङ साइडबाट त के बुझ्यो त भन्यो जुत्तो सुवा त्यही ताहितो वा आशिवा दोगोमा चुखा त्यही नखाता भन्यो रहेका मान्छेहरू चाहिँ खुट्टाको कहीँ पनि दुख्दैन भन्यो हो त होइन जुत्तो तात्यै ताहितो वा खारादागा जेन्ताई देखि नै चुखारे त्यही त पुरै बसिरहेका उम्बिरहेका मान्छेहरू चाहिँ शरीरको पुरै भाग दुखिरहन्छ भन्यो तल्लो भाग दुख्छ घुँडाभन्दा तल्लो भाग दुख्छ दोना सिसे ओ सिते इता हितो म मिन्ना आसी वा जेन्ताई देखि नै चुखारे त जुनसुकै पोस्टरमा बसिरहेको मान्छे सबैजना के छ त खुट्टाको पुरै भाग दुखिरहन्छ भन्यो तात्तारी चुवात्तारी सिते हितो हितवा कारादागा दोकोमो आमारी चुखारे त्यही नखाता उम्बिने बस्ने गरिरहेका मान्छे चाहिँ शरीरको कहीँ पनि त्यसरी एकदमै दुखिरहेको हुँदैन भन्यो चाहिँ एन्सर यन बनाउनुपर्छ आरु खाइस्यादे ओकिता हेन्का तोसिते आत्ते इरुनोवा दोरेका छ कुनै एउटा कम्पनीमा भएको परिवर्तनको रूपमा मिल्ने चाहिँ कुन हो भन्यो के छ त त्यसपछि के छ त जित्छ नि वास्तविकता के छ त आरु खाइस्यादे वा चैनगा तत्तारी सुवात्तारी सिधे सिगोतो सितेहरू सोधा कुनै एउटा कम्पनीमा त्यहाँका कर्मचारीहरूले उम्बिने बस्ने गरेर काम गरिरहेका छन् रे सोनो खाइस्या देवा जीवनले ताका ताका खाए रारेरु चुक्यो चुखाउ हाजिमेता नोदा त्यो कम्पनीमा चाहिँ आफैले आफ्नो हाइट अनुसार चेन्ज गर्न सकेन डेस्क चाहिँ प्रयोग गर्न सुरु गरे रे सोनोको त्यसको प्रतिफल कारादानो चौसिगा वारै तो यु हितोगा हेरी सोनो वे इजे न्युरी चाहिँ नो आइदा दे
योको कम्युनिकेसन ओ तोरु यौनी नाता सोधा के छ त त्यो त्यसको प्रतिफल के छ त शरीरको अवस्था कन्डिसन चाहिँ खराब भएर भन्ने मान्छे घटे अनि त्यसको अझ 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 के सुन्नु है अझ के छ त पहिले भन्दा पनि कम्पनीको स्टाफहरूको बिचमा चाहिँ राम्रोसँग कम्युनिकेसन गर्न सक्ने भयो भने तात्तिरू त इदो सिया सुइसी अब उभियो भने चाहिँ यताउता हिँड्न सजिलो हुन्छ होखानो त्यही निमो हानासी खाके यासुई राशि भन्छ त अरू स्टाफहरूसँग पनि बोल्न सजिलो हुन्छ खाइगी सिचु निमो ओनाजे चुकुए ओ ओइते ताते खाइगीगा देखिरु यो नि सिते मितारा इकेन या आदोबाई आइडियागा ताकुसान देते खाइगीगा हाएको ओहरू कोतोगा ओकु नाता सोधाउँछ अब बैठक रुममा पनि सेम एउटै टाइपको डेस्क चाहिँ राखेर उभिएर बैठक गर्न सक्ने गरेर हेरेको विचार र आइडिया चाहिँ टन्नै आउने बैठक पनि छिटो सकिने कुरा चाहिँ धेरै भयो भन्नु मिल्ने कुरा को त कारादाना चेउसीगा वारुको नाता छ्याइनगा फुइता शरीरको अवस्था खराब भएको स्टाफहरू धेरै बढ्यो भन्यो त्यहीँनो आइदाले कम्युनिकेसनका फुएता भन्छ अब स्टाफहरू बिचमा कम्युनिकेसन बढ्यो भन्यो एन्सर यो हुनुपर्छ जिखानो खाकेते हानासी आऊ खाकीका फुएता भन्छ समय लगाएर के छ त छलफल गर्ने समय वृद्धि भयो भन्यो मिलेन सिसेगा युई स्याइनका फुइता पोस्टर राम्रो भएका स्टाफहरू के छ बढ्यो भन्यो अर्को छ वातासी ताची नो खाइस्या मो कुनो यौना चुकुए नि सिते होसी तो आरुगा गिन्जाइ वातासी नो खाइस्या देवा दोनो यौनी सिगोतो सितेहरू का हुन्छ हामीहरूको कम्पनीमा पनि यस्तो टाइपको डेस्क गरिदियोस् भन्ने चाहन्थे वर्तमान परिस्थितिमा हाम्रो कम्पनीमा कस्तो टाइपको काम गरिरहेको छौँ त कस्तो प्रकारले काम गरिरहेको छौँ भने लास्ट भन्यो ओखानेगा खाखारु खामो सिरेनाइगा पैसा लाग्छ होला तर वातासी ताचिनो खाइस्या मो कुनै एउटा चुकुए नि सिते होसी यस्तै टाइपको कम्पनी हाम्रो कम्पनी यस्तो टाइपको डेस्क भइदियो हुन्थ्यो कोन्दो खाइस्या नि इकेन ओ दासिते मियो त म नेक्स्ट टाइम के छ त कम्पनीमा आफ्नो विचार राख्नुकै सोचिरहेको छु भनेपछि भन्यो यस्तो टाइपको छ त छैन के छ त तात्ते के छ त तात्तारी सुवात्तारी स्थिति सिगोतो सितेहरू भनेपछि त उभिएर बसेर काम गरिरहेको छ नि त छैन त्यस्तो भएपछि त के छ त चाहिन्थ्यो किन भन्थ्यो त होइन नागाई आइता सुवात्ता मामा सिगोतो सित्यो लामो समय बसेरै काम गर्ने भने होला होइन यस्तो टाइपको काम होला फुदान तात्ते सिगोतो सितेहरू गा खाइगी वा सुवात्तेहरू सित्यो नर्मली के छ त उभिएर काम गर्छ तर बैठकमा चाहिँ बस्छन् भने यस्तो केही भनेको छैन फुदान वा सुवात्ते सिगोतो सितेहरू नर्मली बसेर काम गर्छन् खाइगी वा तात्ते बैठकमा उभिन्छन् भने यस्तो पनि भनेको छैन लामो समय बसेरै काम गर्ने हो भन्यो कुनो बुन्छुनो त्यहाँ नानीका यो के छ त प्याराग्राफको थिम कुन हो त भन्यो टपिक के हो त भन्यो कारादान चेउसितो ओखाने चुकुएन ताखास्ता त इसुनो खाँके हुन्छ अब के छ त डेस्कको उचाइ र कुर्सीको के छ त सम्बन्ध भनेको छ त होइन खारादान चेउसितो ओखाने नखाने शरीरको अवस्था र पैसाको सम्बन्ध हो त होइन चिचेगा खारादा या सिगोतो नि आताहरू एक हो पोस्चरले शरीर र काममा दिने प्रभाव भन्यो एन्सर सानो हुनुपर्छ त्यही नो इकेनका खाइस्यानी आताहरू एक हुन्छ स्टाफहरूले को विचार कम्पनीमा दिएको प्रभाव भन्यो दिएको प्रभाव मिलेन अब के छ त टेबलवाला प्याराग्राफ छ पहिला पोजिसन पढौँ त्यो इचान वा पुरोग्रामुनो नाका नो नि दाइगा कुनो कोगी स्योखाइकारा सानका छियो तोमोतेरु के छ त नि ए खेयै गाको न्युमोन नो कोगीगा किगिताई बाई वा दोसुरन सिनागेर भनेको अब च्युसानले चाहिँ प्रोग्राम मध्येमा नि नम्बरको दाइगाको कोगी खाइ स्योखाइबाट पनि के छ त सानकासित यसको पनि 2 नम्बरको पनि 2 नम्बरको ए वाला चाहिँ खेये म्यानेजमेन्ट के छ त स्टडीको के छ त न्युमोन इन्ट्रोडक्सन के छ त लेक्चर चाहिँ सुन्न चाहेको अवस्थामा के नगरी नहुनु पर्नेछ भन्यो के भने त 2 को ए भन्यो है 2 को ए हेरौँ 2 को ए भनेछ 2 को एमा के छ त अरू के छ त दाइगा कुनो कोगी खाइमा खेइ चाहिँ यो मिलिरहेछ के छ त 202 नम्बरको के छिचु भनेको छ होइन 10:45 11:30 पनि यहाँ हेरौँ त के छ 202 भनेपछि 202 10:45 202 10:45 11:30 भनेपछि अब हेर्नुहोस् 101 मिल्दै मिलेन 202 10:45 यो मिल्यो 101 मिलेन भनेपछि यो मिल्छ अब हामीसँग के छ त अगाडिको भाग भयो अब तोस्यो खानु उके चुके दे नाम आयो खाके
लाइब्रेरीको रिसेप्सन नाम लेख्ने भन्ने एउटा अप्सन उके चुके नै इकु हिचुया नाइमसे रिसेप्सनमा जानुपर्ने के छ त आवश्यक छैन भने हामीले के छ त उके चुके खोज्नु पर्यो अब यहाँ हेर्नुहोस् तल हेर्ने हो सबै पढ्न जरुरी छैन उके चुके कहाँ लेखेछ भनेर पढ्न उके चुके उके चुके उके चुके उके चुके उके चुके चुके यहाँ उके चुके तोजिन उके चुके लेखेछ होइन दाइगा कुनी गीता तोकिनी खाना राजु तोस्यो खानु उके चुके नाम आयो खाइन्छ जसरी पनि लाइब्रेरीको रिसेप्सनमा के छ त नाम लेख्नुहोस् भनेर भनेपछि यसको एन्सर कुन हुनु त यसरी तपाईँले पत्ता लगाउनु सबै चाहिँ पढ्ने होइन चिन्सानवा तान ए ryugaku sei खानी योरु अब सिन्गाकु सोदान दे हारा चेन्सेनी सोदान सिताइ त ओमोते इरु चिन्सानवा दोनो योनी मोसी कोमी ओ सिनाकेर बनाएको छ सिन्सानले 3 को ए को ryugaku sei खा नि योरु विदेश पढ्न जाने विदेश पढ्ने विद्यार्थीको के छ त डिपार्टमेन्टमा के छ त सिन्गाकु सोदान अगाडि पढ्ने के छ त छलफलमा हारा चेन्सेनी सोदान सिताइ त ओमोते राजसेन्सरलाई अब छलफल गरिहेर्न चाहन्छ तिनसान वा दोनो योनी मोसीको बेला कसरी आवेदन दिनुपर्छ ती 3 को ए हेरौँ है सुरुमा 3 को ए भनेछ 3 को ए मा के छ ryugaku sei खाने योरु सिन्दान हैन सिन्गाकु सिन्दान अब 101 क्युसिचु भनेछ यहाँ मिलाउँ ल ryugaku sei खा भनेछ ठीक छ के छ त हारा सेन्सेई नि मेरु भनेछ अनि तोजिचु त्यो हारा सेन्सेई सोदान किबो सुतार भनेछ अब यहाँ के छ त भन्दाखेरि यो स्टार दिएछ नि स्टार पढौँ है स्टारमा के छ त चिन्गाकु सौदान देवा ryugaku sei खानो हितो इजोनी इगाइनी खेइजाइ गाकु बुनो हारा सेन्सेई नो नोया सेन्सेई नि सौदान सुरु कोतोवा देकिमास सेन्सेई हो एनो सौदान वा किबो सारे हितो वा ryugaku sei नि मिरुदे एन्डाकु कुदा चाहिँ मेलबाट गर्नुस् अनि के छ त 7 महिना 3 गते छिमेकी हो अनि त्यो के छ त त्यो दिन चाहिँ के छ त एप्लिकेसन दिन पाइँदैन भनेर एन्सर आइसक्यो 7 महिना 3 गते भित्रमा ryugaku sei खामा मेरु मेल गर्नु भनेछ नि एन्सर इचिबान नै हुन्छ के मादेनी हारा सेन्सेईलाई गर्नु भने हो त होइन त्यो दिन त गर्न मिल्दैन भनेपछि यो त पढ्नै पर्यो भनेपछि के छ त इचि र निबानको अप्सनमा इचिबान हुने किन त अब यो ryugaku sei खामा मेरु गर्नु भनेछ नि त के भनेछ त ryugaku sei खामा मेरु गर्नु भने सरलाई के छ त सरसँग छलफल गर्न सकिन्छ तर मेल चाहिँ यहाँ गर्नु भने हो एन्सर के छ त इचिबान हुन्छ ल मितेकुरे आरिगातो गोजाइमास जा सुगिन दोगा